हरि ओम। अब कुनै पनि व्यक्तिको मलामी जाँदाखेरि हामी मलामी जान्छौँ, त्यहाँ मलामी जाँदा र मृतकका आफन्तको घरमा 12 दिनसम्म केही पनि खानु हुँदैन। हाम्रो प्रचलनमा मलामी गएका हुन्छन्, उता लास जलाइराखेको हुन्छ, आगो लगाइएको हुन्छ या हुँदैन, केरा स्याउ फलफुल आदि पानी लिएर राखिएको हुन्छ, सबलाई दिइन्छ, भकाभक खाने गरिन्छ। तर त्यहाँ खाने होइन, आश्रोच हुन्छ। चितास्थानमा मुद्दा जलाउने घाट बाटोमा परे पनि स्नान गर्नुपर्छ भनेको छ। मुद्दा जलाइएको आगोको संक्रमण पनि हुन्छ। धार्मिक रूपमा पनि त्यहाँ केही पनि खानु हुँदैन, त्यो लिएर दिनु पनि हुँदैन। तर लिनुपर्छ। लिने केका लागि भने मुर्दा जलाइसकेपछि, शव जलाइसकेपछि अन्तिमसम्म रहन्छ। बिहानदेखि भोकै गएका हुन्छन् सबै। त्यो जलाइसकिसकेपछि घर फर्किनका लागि शक्ति प्राप्त हुँदैन, घर पुग्न हिँडेर जानुपर्ने हुन्छ, टाढा हुन्छ। त्यति बेलासम्म असाध्यै शारीरिक शक्ति कमजोर भइसकेपछि त्यति बेला खानुपर्छ भनेर लिएको वस्तु हुन्छ। त्यो लिइराख्न चाहिँ पर्छ, मुर्दासँगै लिने होइन, अलिक पछाडि लिएर चित्ताको दृष्टि नपुग्ने ठाउँमा अलि 5-10 मिनट टाढा राख्नुपर्छ र सबै जलाइसकेपछि अस्थि सञ्चय गरिसकेपछि फर्किएर त्यो राखिएको ठाउँमा आएर आगो देख्नुपर्छ, सानो आगो जलाउनुपर्छ। सबैले शुद्ध अग्नि देख्नुपर्छ। उता चिताको अग्नि देखेको हुन्छ, अशुद्ध हुन्छ। त्यहाँ आएर अग्नि देखेर त्यहाँनिर बसेर सबैले केही खानुपर्छ, फलफुल आदि, मकै गहुँ आदि भुटेर लैजाने चलन थियो पहिले। पहाडमा हुँदाखेरि टाढा टाढा हुन्छ, उकालो बाटो हिँड्नुपर्ने हुन्छ। बिहान हिँडेका मान्छेहरू त्यहाँबाट फर्केर घरसम्म पुग्नका लागि, शक्तिका लागि केही खाने प्रचलन छ। त्यो खाने कसले भने जो अन्तिमसम्म बस्छ, जो त्यो नखाइकन घर पुग्न सक्दैन। तर कतिपय ठाउँमा के आयो भने आगो लगाउने बित्तिकै, दागबत्ती दिने बित्तिकै हिँडिहाल्ने मान्छेका लागि पनि स्याउ केरा आदि घटापट दिए, त्यति बेला सिद्ध्याइहाल्ने, पछाडिका लागि नहुने, त्यस्तो अवस्था हो। खानु हुँदैन हो। अन्तिममा भने क्रियापुत्रीले पनि खान मिल्छ। पहिला गुड लिएर जाने चलन थियो क्रियापुत्रीको लागि। वर्षभरिका लागि एउटा एक भेली गुड राखिराख्ने चलन थियो, हाटबाट ल्याएको गुड पनि। त्यसैले त्यो उतापट्टि चित्ता जलिरहेको छ, यतापट्टि खाने हामीले बन्द गर्नुपर्छ। त्यसपछि रहेको कुरा अब मृतकको घरमा पुग्ने बित्तिकै भनिएको छ गरुड पुराण अध्याय 10 को 62 मा, गृहे स्नानं पुनः कृत्वा गोग्रासं च प्रदापयेत् पत्रावल्यं च भुञ्जीयात् गृहान्नं नैव भक्षेत्। गरुड पुराण अध्याय 10 श्लोक 62। घरमा पुगेर पुनः नुहाएर गोग्रास छुट्याएर पातमा खाना खाने र आफ्नो घरको अन्न नखानु भनेको छ। गृहान्नं नैव भक्षेत्। त्यो घरका मान्छेले पनि आफ्नो घरको अन्न खानु हुँदैन। इष्टमित्र, जुठो नलाग्ने, भान्जा भान्जी, फुपू आदिका छोराहरूले लिएको अन्न खानुपर्छ भनेको छ। अहिलेको अवस्थामा पैसा तिरेर किनेको खाएको चाहिँ दोष लाग्दैन भन्ने सम्म छुट छ। त्यसैले 12 दिनसम्म त्यो घरमा भेटघाट गर्न जाने, मुख देखाउन जाने, केही सहयोग गर्न जाने मान्छेहरूले पनि, जसलाई जुठो लाग्दैन, उसले 11 दिनसम्म, 12 दिनको सपिन्न हुनसम्म त्यो घरको फलफुल, अन्न, पानी केही पनि खानु हुँदैन। जसलाई जुठो लाग्छ 10 दिनसम्म जुठो लाग्ने दाजुभाइहरूले चाहिँ खान मिल्छ, अरूले खान मिल्दैन। अरू जसले खाए पनि त्यो घरको अंशियार सरह चाहिँ जुठो लाग्छ भन्ने छ। अब दाजुभाइको हकमा पनि कसैको 3 दिन जुठो मान्नुपर्ने हुन्छ, 3 रात, कसैको 1 रात जुठो मान्नुपर्ने हुन्छ। 3 रात जुठो लाग्ने दाजुभाइको घरमा हामी 5औं दिनका दिन गएछौँ भने त्यहाँ पनि खानु हुँदैन, किनभने उसलाई पनि 10 रात्रि नै जुठो लाग्छ। त्यसैले 3 रात जुठो लाग्ने दाजुभाइहरूको घरमा मुख देखाउन गएमा 3 रात भित्रमा खान मिल्यो। चौथो दिन, 5औं दिन पछाडि आफूले
जुठो छोडिसकेको अवस्थामा त्यहाँ गएर खानु हुँदैन। उसलाई पनि पूर्ण रूपमा त्यो सरहने 12 दिन नै जुठो लाग्छ भन्ने छ। त्यसैले हामीले खाँदाखेरि एकदम ख्याल गर्नु पर्यो। एउटा मलामी गएको अवस्थामा चित्त नजलाइकन केही पनि खानु हुँदैन। अघि मैले त्यही गर्नको लागि कुरा गरेँ। अब अरू मलामीको हकमा चिता जलाइसकेपछि आगो लगाइसकेपछि त्यहाँबाट फर्किएपछि आफ्नो घरमा गएर सचैले स्नान भनेको छ। सकेसम्म ती लुगा कपडाहरू सबै धुने। लुगा कपडा धुन सकेन कमसेकम नुहाउनु पर्यो, अर्को कपडा लगाउनु पर्यो, त्यो कपडामा सामान्य पानी छम्किनु पर्यो। घाटमा पनि सकेसम्म नुहाउनु पर्यो। नुहाउन सकेन भने पञ्च स्नान गरेर नदीको पानीमा त्यहाँबाट घर गएर फेरि नुहाएर घरमा आगो देखेर बाहिरतिर आगो बाल्ने सानो सलाइको काटी कोरे पनि हुन्छ। त्यसपछि घिउ लगाउनु भनेको छ। घिउ अति पवित्र चिज छ। हात मुखमा सकेसम्म टाउकोमा जति हुन्छ घिउ थोरै हातमा दलेर लगाउनु। त्यसपछि घरभित्र प्रवेश गर्ने र भोजन गर्ने कुरा छ। हरिओम।